यहाँ नै कलमपाटी थाम हो क्या हो बोतल उहाँलाई खाने जेठुवा नानीको नम्बर छ फोनहरु छ सन्जा नम्बर छ गर्दै हो बहुत खतरा है रोड है आमारको भिडियो वालामा एकैछिन जे देखने माइल्दै सिस्ने माला हो पारी कहाँ देखा त हरियो घारी भयो पारी भेट्यो अब यही हो सास हुन् त फेरि हेटिसम्म आएर तलबाट गरेर मलाई त व्यवस्था 45 मिनेट लाग्यो 45 मिनेट हामी घाटो दिएर त्यति आउने र झुटे 10 बजे जाम त्यति 30-40 मिनेट भ्याथ्यो बाइकमा बाइक नि त्यति लागि छ नि न भ्याउन न भ्याथ्यो 10 बजे नि 43 गएको झुके तल्ली परि भन्छ स्कुल पनि लागिएको थियो न घन्टी देर लाग्थ्यो त्यहाँबाट बात लाग्ने काट्यो अब थाम यतापट्टि रह्यो हाम्रो ठाउँ आयो चुनबाङ गाउँ हो के गाउँ हो रोल्पा दे यहाँ त कसले मेसिन सुत्ता राखेको रहेछ त बस हिउँट अब तलै झर्ने हो अब हाम्रो उँधो झर्ने हो त नि सिस्ने हिमाल झलला जुम हानिदिनु पर्यो यता यहाँ तल लाउनु आयो मेरो त्यो पार्यो गाउँ के गाउँ हो त्यहाँ पनि रहेछ गाउँ
अन्त रोक्साला त उठेन हाम्रो सोनाबाज बुहारीले पनि विशेष खास गरेको र दाङ जाने बेला लक्ष्मी जाने बेलातिर दाङ जाने भयो भने चाहिँ हालिने मुख सिलाउने तरकारी हो हजुर पनि यसो गरेर हाल्नु होला गाई के फल हो यस्तो हरियो जल्लर केला বসে আপনার পেয়েছিলাম